नमस्ते, म राज धमाला। आज म गोर्खा र खुकुरीको बारेमा एउटा सानो भिडियो प्रस्तुत गर्दैछु। आशा गर्छु हजुरलाई मन पर्नेछ। खुकुरी गोर्खाको गौरव, आत्मा र इतिहास हो। दुनियाँमा हतियार त हजारौं छन्, तर एउटा यस्तो हतियार पनि छ जसलाई देख्ने बित्तिकै शत्रुको मन काँप्छ। त्यो हो गोर्खाको खुकुरी। यो कुनै साधारण चक्कु होइन, यो गोर्खाको गौरव, आत्मा र इतिहास हो। आज हामी जान्नेछौँ आखिर किन यो सानो हतियारसँग पुरै विश्व डराउँछ। इतिहास खुकुरीको इतिहास लगभग 2500 वर्ष पुरानो मानिन्छ। केही इतिहासकारहरू भन्छन् यसको आकार ग्रीक कोपिस तलवारसँग मिल्दोजुल्दो हुन सक्छ, तर अन्यले मान्छन् कि यो नेपालको पुरानो लोकशैली र स्थानीय लुहारहरूको नै विकास हो। तर दुनियाँले यसलाई सबैभन्दा खतरनाक तब मान्यो जब यो गोर्खाको हातमा पुग्यो, किनकि गोर्खा न डराउन जान्दछन् न पछाडि हट्न। घुमाउरो कर्वको रहस्य। यो हतियारमा एउटा घातक रहस्य लुकेको छ, यसको घुमाउरो कर्व। यो कर्वले दुई काम गर्छ। एउटै वारमा गहिरो घाउ, कम तागतमा म्याक्सिमम क्षति अफ ड्यामेज मिनस। विशेषज्ञहरूको भनाइ छ इफ अ खुकुरी स्ट्राइक्स इट नेभर फेल्स, अर्थात् यदि खुकुरीले प्रहार गर्छ भने त्यो कहिले असफल हुँदैन। त्यसैले यसलाई नेभर मिस ब्लेड पनि भनिन्छ। गोर्खाको सम्मान। गोर्खाहरूका लागि खुकुरी केवल एक हतियार मात्र होइन, यो सम्मान हो। पहाडमा दाउरा काट्नेदेखि लिएर जङ्गलमा बाटो बनाउनेसम्म, घर परिवारको कामदेखि लिएर युद्धभूमिसम्म, यो हरेक ठाउँमा उनीहरूको सच्चा साथी हो। र युद्धमा यदि खुकुरी बाहिर निस्कियो भने शत्रुले बुझ्छ अब खेल खत्तम भयो। विश्वव्यापी त्रास, पहिलो विश्वयुद्ध होस् या दोस्रो, गोर्खाहरूको खुकुरीको नाम सुन्ने बित्तिकै जर्मन र जापानी सैनिकहरू डराएर पछाडि हटे। एक जर्मन जनरलले त यहाँसम्म भनेका थिए वी क्यान फाइट एनी आर्मी बट नट द वान हु क्यारिज अ खुकुरी, अर्थात् हामी जुनसुकै सेना विरुद्ध लड्न सक्छौँ तर खुकुरी बोक्नेहरूसँग होइन। आज पनि कयौं आर्मी क्याम्पहरूमा यो लाइन गर्वका साथ लेखिएको भेटिन्छ, किनकि यो हतियार भरपर्दो छ, धारिलो छ र एकैपटकमा काम तमाम गर्ने क्षमता राख्छ। हजुर पनि खुकुरीसँग लगाव राख्नुहुन्छ भने भिडियोलाई सेयर गरेर आफन्तहरूलाई पनि हेर्ने सुविधा गरिदिनुहोस्। धन्यवाद।